नमस्ते सबैजनालाई अनि स्वागत छ मेरो यो नयाँ भिडियोमा। आशा गर्दछु यो पनि तपाईहरुले मन पराइदिनु हुन्छ भनेर। अनि अहिले चाहिँ नानीको केक काट्ने बेला हुन आँट्यो। अहिले चाहिँ भएको चाहिँ छैन काट्ने बेला। ऊ सबैजना भिल्याउनलाई दिइरहेको थिए, त्यही भएर भिल्याउनलाई गान गाउँदै छ। अनि अब केक काट्दै छ, मुख बिग्रिरहेको छ। केक काट्नु पर्यो भन्दा चाहिँ अहिले ध्यान लगाएर केक काट्नु र ध्यान दिँदैछु। हेर्दैछु मेरो अनुहारमा पनि। अनि केक काट्नु भनेपछि खुसी हुन्छु। अनि अहिले यहाँ केकहरू काटिसकेर पनि अझै पनि काट्नेहरू चक्कु चलाइरहेको छ। अझै पनि मान्दैन चक्कु दिनु नि। बल्ल बल्ल खोसेँ मैले चक्कु। अनि यहाँ केकहरू खुवाइदिँदैछु नातिनीले बाजेहरूलाई। अनि त्यस पछाडि चाहिँ बाजेलाई खुवाए पछाडि पापालाई खुवाउँदैछु। त्यहाँदेखि हुनु चाहिँ यसमा चाहिँ लास्टमा त मैले त आफूलाई खुवाउनु पनि बिर्सेछु, सबैलाई खुवाउनुको सुरुमा। अनि त्यही पनि पछाडि आफै खाएँ। खान चाहिँ अहिले चाहिँ अब सबैलाई खुवाउनुलाई यहाँ भइसके पछाडि टीका लगाउने कार्यक्रम चल्दैछ। अनि टीका सिका पनि सक्यौं भन्दाखेरि नि अझै रहेछ लगाउनु चाहिँ। अनि पछाडि फेरि काकाहरू नै आउनुभयो, लगाइदिनु हुँदैछ। यो चाहिँ अहिले फटाफट पाहुनाहरू आउने मतलब अझै झन् पछाडि भिड हुन्छ है, लेट पनि भयो अरे टाढाहरूको। त्यही भनेर चाहिँ फटाफट केक काटिहालेँ। टाढाहरूको पनि हुनुहुन्छ, उनीहरू फर्किनु पर्ने थियो, नत्र ढिलै केक काट्ने भनेर सोचेको थिएँ। खानापिना पनि भयो।